ल भेडेटार बजार म स्कै वाक गरेर आएको। यहाँ गाडीहरूको अब ताप छ। यहाँ आउने जाने मान्छेहरूको निकै भिड देखिन्छ। यिनीहरू अब त स्कै वाकको लागि हिँडेर गाडीहरू धेरै पार्किङ गरिराखिएको छ। अब यहाँ अलिकति हुस्से लागेर अलिकति प्रष्ट छैन बजार, तर पनि अब यसरी बेच्न राखिएकाहरू छन्। के हो के खाउँ पनि लाग्दैछ। ल तर अहिले भर्खरै भात खाएको, अब नखाने हो यस्तोहरू त। अब यो यता ल यो बजारको अब स्थिति हेर्नु होला। ल यहाँको स्थितिहरू छ। यहाँ धेरै यताउता भइरहेको छ। अटोहरू आउने क्रम जारी छ। यो बिल्डिङहरू यहाँ थोरै हल्का देखिरहेका छन्। बजारको एक साइडबाट हिँडिराखेको छु। अब यसपछि त्यसै इलाका प्रहरी कार्यालय रहेछ। यहाँ अब देखियो यहाँ पसलहरू छ, खाजा घरहरू। ल भेडेटार बजार। अब यहाँ मेन सेन्टरमा म पुगिसकेको छु। ल यहाँ हेर्नु होला, निकै व्यस्त सहर मानिन्छ हाम्रो भेडेटारलाई। यहाँ आउने जानेको अब हरै लस्करै छ, होटलहरू छ, घरहरू देखिराख्नु भएको छ। यहाँ ठुल्ठुला गाडीहरू अरू प्यासेन्जर आउने जाने क्रममा जारी नै छ। ल त्यो भेडेटार हो। यो सबै परिचय त दिइराख्नु पर्दैन, जो कोही पनि घुमिराखेकै प्राय देखिन्छ। यहाँ सबै भेडेटारको अब यो मेन केन्द्र नै भन्नु पर्ला। यो एउटा मूर्ति अब देखिएको छ। त्यसपछि अब म उता उत्तर पूर्वतिर लाग्दैछु। अब यहाँ हेर्नु होला। ल यहाँ सरकारी पसलहरू छ, घुमिराखेको छ। त्यो बसहरू धरान गइराखेको होला सायद, पक्का पर्ने। माथि अब यस्तो बिल्डिङहरू छ। सामान्य क्याफे रेस्टो त्यो खाने ठाउँ नै होला मेरो विचारमा। ल अब यहाँदेखि सुरु भयो। यो चाहिँ राजा रानी जाने तर्फतिर म लाग्दैछु। तर म राजा रानी चाहिँ जाने होइन, म चाहिँ यहाँ पर्तिरसम्म गएर अब रिटर्न हुने हो। आफ्नो गन्तव्यतिर म झापा फर्किने छु। ल अरुण टप होटल एन्ड लज। ल हेर्नु होला, यहाँ वरिपरि यस्तो छ। ल भेडेटारको सेरोफेरो जम्मै हेर्नु होला। यस्तो छ हजुर भेडेटार के छ। होटल साङ्ग्री एन्ड लज, होटल रातो भाले, के आयो है, के आयो। अब यहाँ छ यहाँ गाडीहरू, यो सायद राजा रानीतिर जाने होला। यस्तो छ यो माथि। यहाँ चाहिँ प्राय होटलहरू प्रशस्त देखिन्छ। ल हेर्नु होला, यहाँ एउटा बस रोकिराखेको छ। यो पक्का राजा रानीतिर जाने हुनुपर्छ। आउने जानु। ल सिस्नो होटल, सिस्नो होटल। ल निस्मा होटल, चौबिसे होटल, होटल गुराँस। म चाहिँ अब यो चौबिसे होटलमा हो आएको वास्तवमा। अब म यहाँदेखि फर्किन्छु र यहाँ प्राय सबैतिर होटलको मात्रै नाम देखिन्छ। ल
अब हेर्नु होला ल यतातिर पनि होटलै होटल स्टार पूर्वी गेस्ट हाउस ल यहाँ पनि यस्तै छ अब होटलै होटल बाटो पनि बन्दै रहेछ अब यहाँदेखि म पर शङ्ख पार्क पुग्दैछु ल यता पनि होटलै होटल छ यहाँ पनि होटलै होटल ल भेडेटार भन्ने सबैले भन्छ तर अब यस्तो रहेछ भेडेटार भनेको भन्दै अब पुरानो मान्छे त अब खासै तर यहाँको अब वातावरण नक्साहरू यस्तै रहेछ ल म यहाँ अब शङ्ख पार्कतिर छिरेको छु हेरौँ अब शङ्ख पार्कको स्थिति यो पहिला पनि अब घुमेकै ठाउँ हो घुम्नु चाहिँ र यहाँ अलिकति वातावरण ठिकठाक नभएर अलिकति उ भइराखेको छ ल यहाँ कुहिरो लागेर के देखिँदैन सेतामपुर छ त्यसले गर्दाखेरि ल यो शङ्ख पार्क दामी छ शङ्ख जे होस् सबैले हेरिदिनु होला ल